जुन देख्न सक्नुहुन्छ यति बेला प्रहरी नै यहाँ यो सामान स्थानान्तरण गर्ने यो दृश्य हामी तपाईँहरूलाई देखाइरहेका छौँ। जुन सुरक्षाकर्मी ठुलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको थियो, बिहान यहाँ सम्भावित जोखिमलाई आकलन गर्दै सुरक्षाकर्मी खटाइए पनि यति बेला सुरक्षाकर्मीले साँच्चै नै एक किसिमको एउटा यो सहयोगीपूर्ण वातावरण मिलाइरहनु भएको छ। सामान सार्नलाई निकै ठुलो मद्दत गरिरहनु भएको छ। देख्न सक्नुहुन्छ यति बेला जुन हिसाबले आकलन गरिएको थियो यहाँका बस्तीका बासिन्दा र सुरक्षाकर्मीको मुठभेड हुन सक्ने भनेर आकलन गरिएको भए पनि यति बेला एकदमै सभ्यतापूर्वक सौहार्दतापूर्वक यहाँ चाहिँ यो वातावरण बनिरहेको छ, सहज बनिरहेको छ वातावरण। यहाँ बस्तीका बासिन्दाले त्यस्तै गरी प्रहरीले सहजीकरण गरिरहनु भएको छ। यसरी सामान सार्न यो निकै नै यो सबैले हेर्न चाहेको दृश्य पनि यो हो, न कि कुनै किसिमको मुठभेड तथा धरपकडको स्थिति नआओस् भन्ने धेरैले चाहेका थिए र सबैको चाहना अनुरूप यति बेला प्रहरी आफै नै यसरी सामान बोकेर खटिरहेको छ। सामान देख्न सक्नुहुन्छ सबै सुरक्षाकर्मीहरू आफूमा मिलेर चाहिँ यसरी यो सुरक्षाकर्मीहरूले यो सामान बोक्दै गरेको दृश्य तपाईँहरूलाई देखाइरहेका छौँ। यहाँ जुन किसिमको दृश्य धेरैले देख्न चाहेका थिए, जुन किसिमको सहजीकरणको वातावरण बनेको सबैले हेर्न चाहिरहेका थिए, त्यही वातावरण चाहिँ यहाँ बनिरहेको पनि छ। देख्न सक्नुहुन्छ यो अत्यन्तै यो मन छुने दृश्य पनि हो यो, किनकि जुन प्रहरीलाई चाहिँ सबैले चाहिँ यहाँ भोलि भत्काउन आउने भन्ने त्यो आकलन गरिरहेका थिए त्योभन्दा पनि बिल्कुलै फरक दृश्य यहाँ देखिरहेको छ, हामी देखाइरहेका छौँ।